भित्र अन्डरग्राउन्डमा छिर्दैछु म समुद्रदेखि अब भित्र अन्डरग्राउन्डमा छिर्दैछ यहाँ अब कहाँ निस्किन्छ मलाई पनि थाहा छैन तर यो समुद्र अन्डरग्राउन्डमा छ है समुद्र अन्डरग्राउन्डभित्र छिर्यो है बस यहाँ यो हावा फाल्ने टाइममा लगाइरहेको छु समुद्री अन्डरग्राउन्ड मकाउ हङकङ चाइना ठुल्ठुलो यिनीहरूको लागि यो पासको लागि चाहिँ अब जहाजको जस्तै फेरि लाग्यो आउँदो रहेछ पुरै अन्डरग्राउन्ड हो कहाँ निस्किन्छ होला यो भिडियो रेकर्ड गराउनु अन्डरग्राउन्डमा मेरो फोटो पनि देखिरहेको छु भिडियोमा क्यामेराको स्क्रिनले गर्दा त्यो मोबाइलको स्क्रिनले पुरै समुद्री माथि समुद्र छ समुद्रभित्रको हो यो समुद्रभित्रको ठुलो प्यानल लागिरहेको छ मलाई लाग्छ यो 1-2 किलोमिटर लामो हुनुपर्छ हङकङदेखि मकाउ जाँदै गर्दाखेरि यो समुद्री सतहभित्र भएको अन्डरग्राउन्ड बाटो यस्तो हुँदो रहेछ माथि लाइटहरू हो लाइटले गर्दा माथि अब निस्किँदैछ क्या हो त्यस्तो लाग्यो हो निस्किन्छ मिडल ब्याग 100 मिटर अगाडि समुद्रको भित्र अन्डरग्राउन्डमा भएको रोडबाट बाहिर निस्किँदैछ है अब आशा लाग्छ मलाई महँगोको कारणले गर्दाखेरि हङकङले आफ्नो सुरक्षात्मक यो बाइपास अन्डरग्राउन्डबाट गरिदिएको जस्तो लाग्यो मलाई निस्क्यो समुद्र अब फेरि समुद्र माथिको पुलमा हामी जाँदैछौँ अघि चाहिँ समुद्र मुनिको पुल थियो गहिराइमा अन्डरग्राउन्डमा अब त्यो समुद्र माथिको पुल देखाएको छ मकाउ 21 किलोमिटर जम्मा 21 किलोमिटर रहेछ मकाउ त्यहाँदेखि अहिले अब 172 किलोमिटर टाढा रहेछ नि मकाउदेखि हङकङदेखि रन्जाउ यो चाहिँ अब 21 किलोमिटर भनेपछि बढीमा 30 मिनट पुगिसक्छ यो एसियाकै लामो पुल जो पुल अफ समुद्रमाथि पूर्णरूपमा समुद्रमाथि बनाइएको छ